एभ्रिवान नमस्ते। आज चाहिँ म र मेरो साथी हामी कहाँ जान लागेछौँ? लार्नाका जम्बो डुल्नको लागि सपिङ गर्न त होइन, त्यस्तै हो। जाँदैछौँ हरायो भने कि नभेट्ने हो। हामी दुईजना हरायो भने के गर्ने? हरायो भने पुलिस स्टेसन बसाउनु लागेको छ होला है साथीहरू। बसाउनु लागेको छ, छिटो जाऊँ अब। अपार्टमेन्ट देखाइदेऊ न, हामी बस्ने अपार्टमेन्ट। हामी बस्ने चाहिँ यस्तो छ। यता हेरेर हाई गरिदिनु। मेरो साथीहरू यस्तो गर्मी छ यहाँनिर, लास्टै दुःख छ घाममा हिँड्नु। हेलो लास्टै घाम छ, लास्टै कसरी हो जाने? बस अब कति बेला आउँछ? बसौँ नि, बस्नु न यहाँ, के हुन्न? अब पनि कस्तो बिग्रिसक्यो। फाइनली हाम्रो बस आइपुग्यो। हामी बसभित्र छौँ अहिले, तर जम्मू पुग्यो कि नपुग्यो पुग्छ होला। मेरो साथीहरू लास्टै गर्मी छ, जता पुग्छ त्यतै गएर आउनुपर्छ। भरे सकुशल रुममा फर्किन चाहिँ पाऊँ, त्यही हो हाम्रो विश। फाइनली गाइज हामी आइपुग्यौँ जम्बू स्टेसनबाट। अब हिँडेर जाँदैछौँ, अलिकति तल छ होइन, म देखाउँछु है त। जम्बू आइपुग्यौँ, लार्नाकाको जम्बू। कहिलेदेखि आउने भनेको, पहिलेको सिजन नै आउने भनेको, नभ्याएको हो कि। हेर्नु न, सामानहरू सबै त छ नि। कस्तो उराठ लाग्दो हो कि है। ओ हेर्नु न, उ त्यो पर सिप क्या। लास्टै घाम छ यार। छाता पनि कहाँ गएको छ थाहै छैन क्या। बोल्नु न केही दुई शब्द, के किन्ने हो गएर त्यहाँनिर? गएर चाहिँ 1 युरोको 2 युरोको सामानहरू सबै उठाउनु पर्ला, जम्बो चाहिँ खाली गराउनु पर्ला। ब्यागभरि पैसा लिएर आएको छु। एटिएममा पनि छ। कति? 0? कति सेन्ट छ? कति सेन्ट छ एटिएममा चाहिँ? एटिएममा 0.28 होला हौ मेरो त। हो 0.00 0.28 छ। के रोज्ने है? लो रोज्नु। यो चाहिँ एस्प्रेसोको लागि होला सायद। कफी only 99। औ म तिमीलाई भइहाल्छु। ओइ कस्तो राम्रो यो, दामी। यसको प्राइस छैन रहेछ। 399 हो। 399 हो। यसको होला जस्तो लाग्यो, यही होला जस्तो लाग्यो। यसको लाइन कस्तो राम्रो है यो, भित्र यो फ्लावर रबर भएको। रहेछ। फुट्दैन होला सायद। मेरो साथीहरू त्यही भित्र यस्तो रहेछ। रबर त रबरै हो कि। त्यति साह्रो रबर पनि होइन जस्तो लाग्छ मलाई। अलि जाऊ न, दिनदेखि भन्दाखेरि त भिडियो पनि पाऊ न। भिडियो बनाएको हो। हो ऐनाहरूको आइटम यस्तो राम्रो राम्रो छ सामानहरू, तर अहिले लगेर कहाँ राख्ने हो होइन? हेर्नु न यो पनि कस्तो राम्रो, यो पनि हेर्नु न।
दामी हात्ती पनि राम्रो छ यो हात्ती पनि लिएर जानु के हात्ती दुईटा ए हेर न यो पनि राम्रो रहेछ है तर मलाई चाहिँ घोडा र हात्ती चाहिँ लानु मन लागिरहेछ अनि यो हेर्नु यो पानी आउने पानी आउँछ र जस्तो लाग्यो पानी हालिराख्नु यो पनि कस्तो राम्रो राम्रो है तर खतरा आयो हेर्नु न यो पनि यो सिम्पल वाला तर त्यो त होइन यहाँ तल मुनिको यो आउनुहोला साइप्रस लार्नाका जम्बो हाम्रो सामानहरू के रेडी भयो त लग्नको लागि एकछिनमा देखाउने लास्टमा एउटा ऊ पनि भर्यो छैन यार उता जाउँ न त चल्छ मेकअपको सामानहरूमा नि कस्मेटिकहरू नि हेरौँ न कस्तो कस्तो छ तर मलाई यो डेकोरेसनकोहरू कस्तो राम्रो राम्रो लाग्यो है सपिङ सक्यो सपिङ अझै सकेकै छैन अझै पुरै घुम्नै बाँकी छ बल्ल एक दुईवटा सेक्सन त सक्यो होइन तर कताबाट कहाँ जाने हो त्यही थाहा छैन यार बिर्सिसक्यो बाटै ह्याटहरू हेरौँ न यहाँनिर स्लिपरहरू नि रहेछ चप्पलहरू नि त ओ हेरौँ न है कस्तो राम्रो तर ठुलो हुने रहेछ टाउकै कहिले बिग्रियो मान्छेले लगाएर नि कस्तो पोहोर बनाएर राखेको हो ब्याग लिने हो फ्युचर छोरीलाई लिएर ब्लग किनेर राख्नु किने छ अहिलेसम्म यति घुमेको छ कति 1 घन्टा भइसक्यो हामी आएको अहिलेसम्म किनिसकेको छैन चप्पलहरू नि खासै राम्रो छैन है ठिकै रहेछ राम्रो छैन कि अब बिचरा जस्तो ऊ त्यस्तै राख्नु पर्यो नि होइन देख्दा कस्तो हेर्नु जस्तो लाग्छ होइन ए साँच्ची त्यो ऊ जानु त इन्डक्सन हेर्नु खतरा देखिरहेको खतरा अरू पनि ट्राई गर्छु त यो त यही गरे है अर्को कलरको गर न साउन्ड आउँदैन जान्छ यसको त अर्को चाहिँ त्यो उ भएर रहेछ क्या यताटिको त हुँदैन हो हेर यता बर्थडेको सबै उ रहेछ बर्थडे गर्ले बर्थडे उ गर्ने रे 79 बर्थडे क्विन रे नि एउटा चाहिँ फेरि अब मेरो आउने बर्थडेमा टक्क किनेर लगेर टक्क वान पिसमा बर्थडे गर्ल सजिन्छ अनि मजाले ल हामीलाई नि इन्भाइट गर्नु है बर्थडेमा गर्ने कि नगर्ने हो खुट्टा दुखिसक्यो यार मेरो त ऊ त्यहाँ कलरहरू रहेछ हेरौँ त ऊ ए तर सानो सानो रहेछ ए
त सपिङ सक्यो हाम्रो चाहिँ खोइ हाम्रो सामानहरू कता छ ए हामीले चाहिँ सपिङ गरेर बाहिर के अरे स्टेसन आइसकेको अब बस स्टेसनमा लास्टै गर्मी छ साथीहरू बस स्टेसनमा नि त उयो भन्ने सोचिरहेको त अलिकति तल रहेछ त्यहीँ हो तल तर लास्टै घाम मलाई त बस स्टेसन के होला हाम्रो नजिक छ भनेर यता आएको त यो साथीहरू हामी त मार्केट महल पुग्दैन होला भनेर सोचिरहेको थियौँ तर पुगेर पनि प्लास्टिक सामान किनेर फर्कियो कति लाखको सामान किन्नु भयो त 30 लाखको सामान किनेर हिँड्यौँ पानी लास्टै गर्मी छ यहाँ पानी खान नि भ्याएको छैन हामी यहाँ गर्मीले तपाईँ त त्यो स्कार्फ ओरेर ऊ भइरहेको हेर्नु न म त यहाँनिर कस्तो भइरहेको स्कार्फ नदिएको भए लास्टै गर्मी कपाल बाँध्ने पनि केही लेखेन क्या खुब नक्कल पारेर कपाल बाँध्ने केही नलेकन आएको छोडेर त्यस्तै हुन्छ नक्कल धेरै पारिसकेपछि अब घर पुग्न 1.5 घन्टा 2 घन्टा भनौँ न लगभग फाइनली हामी बसमा फर्किँदैछौँ है एसी खाँदै पानी खान मिल्दैन क्या बस्नु मान्छे मन लागिसक्यो यहाँ घामले त्यो एसी नभएको यार तर चिसो चिसो छ त्यस्तो धेरै दिन एक भर्खर कस्तो छेउमै है उनीहरू चाहिँ आफैले पालेर ल्याएर टाँगेर बसेर रहेछ होइन आफ्नै होला नजिकै है हामी रुम आइसकेको छौँ र हाम्रो हालत देख्न सक्नुहुन्छ गर्मीले कस्तो छ भनेर कालो भइरहेछ एकै दिनमा कस्तो डढेको है हामीले के किन्यौँ हामी देखाउँछौँ नि त मेकअप बक्स सबैको हामी सबैको हो यो चाहिँ एकदम अफोर्डेबल प्राइसमा होइन साथीहरू तपाईँहरू पनि किन्न जानु होला जम्मा 5 युरो यसको भित्र हेर्नु न खोलेर अनि हामीले यो पनि किनेको छु साथीहरू यहाँ घडी राख्ने यहाँ तपाईँहरूको औँठीहरू केही छ भने राख्ने यहाँ ज्वेलरीहरू के राख्ने यस्तो राम्रो छ सबै यो यसरी लाउने भयो अनि यो ड्रिम क्याचर सेम अनि यो मस्कारा भयो के अरे मस्कारा आइब्रो जेल आइब्रो जेल किनेको एउटा अनि एउटा कन्सिलर धेरै किन खाने यति नै हो है अब नेक्स्ट टाइम किन्नुपर्छ अनि यो बडी लोसन अनि बडी लोसन छ भनिला फ्लेभरमा एकदम राम्रो तपाईँहरू पनि लिनु होला तपाईँहरूको बडी एकदम स्मेल राम्रो आउने बनाउनुहुन्छ भने किन्नु होला यो नयाँ हो कि त्यो मैले त्यो नयाँ छानेर नगरेको बनाउँछ नि मिठो कुन साह्रो मलाई लागेको छ हाम्रो भिडियो चाहिँ यति नै हो गाइज थ्याङ्क हेर्नु त कस्तो राम्रो छ तर लास्टै डऱ्यो यार त्यही त लास्टै थ्याङ्क यू फर वाचिङ बाई 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 आजको भ्लग See you चाहिँ next यति नै time again. See you.